एकजना श्रम गर्ने मान्छे जो आफ्नो दुःख पीडा दर्द लामो समयदेखि आवाजहरू उठाउँदै जाँदा पनि कसैले सुनवाई नगरेपछि कोही कतैबाट पनि सुनवाई नभएपछि आफ्नो आक्रोश राख्नु हुँदै साथै पत्रकारले पनि जसरी भूमिका खेल्नुपर्ने हो जसरी पत्रकारले समाजमा त्यो श्रमिकका पीडा दुःख दर्द दैनिक दिनानुदिन जीवनमा उनीहरूले भोग्नु परेका पीडा अवहेलना आफूभन्दा सिनियरले हेप्ने कुरा अवहेलना गर्ने कुरा समयमा पैसा नपाउने कुरा यी यस्ता यावत श्रमिकका पीडाहरूलाई होइन पुरा नभइसकेपछि आफ्नो कुण्ठा आफ्नो पीडा आफ्नो दर्द पत्रकार सामु राख्दै साथै पत्रकार माथि पनि प्रश्न गर्दै के तपाईहरूले आफ्नो लागि भन्दा बाहेक साँच्चै दुखी पीडित गरिब श्रमिकका निमित्त प्रश्न उठाउनु भएको छ त भन्ने प्रश्न गर्नुहुँदै र सबैले खास भन्ने भने राम्रोसँग भूमिका खेलेको छैन दुखी मान्छेले आजसम्म न्याय पाएको छैन भन्ने कुरा आफ्नो पीडा दर्द राख्नुहुँदै एकजना श्रमिक दाजु अब उहाँको कुरा सुनौँ है त उहाँको आक्रोश यस्तो छ। ब्युरोक्रेसीको कुरा गरेर जानुभयो। ब्युरोक्रेसी भनेको के हो बुझ्ने गरी भन्नु पर्यो नि त। सरकारी कर्मचारीहरू भनेर उहाँलाई त तलब बढाइदिनु भएको छ। खोइ त हामी जस्तो मजदुरलाई खोइ गाडी भाडा बढ्यो सब बढ्यो रासन बढ्यो हाम्रो बारेमा कसैले सोचेछ? म यहाँ अनसन बसेँ कति 20 दिन कसैले मेरो मिडियामा कसैले सुन्नुभयो कर्मचारीले कुनै पनि मिडियाले ओहो मजदुरलाई पनि यस्तो हुँदो रहेछ भनेर? मजदुर कति पीडित छन् यहाँ? देश कसले बनाउँछ? यो सडक पिच गर्दाखेरि खुन पसिना कसले चुहाउँछ? भन्नु न तपाईँ आफै। यो सडक पिच गर्दाखेरि त्यो तातो अलकट्रा कसले बोक्छ? इन्जिनियरले बोक्छ। तर त्यो गरिबले त्यो अलकत्ता बोकेको पैसा पनि पाउँदैन। ठेकदारले खाएर हिँडिदिन्छन्। सुनिदिने कोही छैन। एउटा संस्था छ रिफन्ड भन्ने, हामी त्यहाँको पनि म पनि सदस्यता हो। मेरो समस्या बोकेर मैले ठेकदारले पैसा दिएन भनेर यहाँ 20 दिन अनसन बस्दा कसैले टेड पुछार लाएनन्। अरूको त कुरै छोडिदिनुहोस्, तपाईँहरूले टेड पुछार लाएन अरू के कुरा गर्ने हो? बुझ्नुभयो नि? तपाईँहरू पनि आफ्नै दुनो सोध्याउने हो। सबजना आफ्नो स्वार्थ मात्र हो नि। भात खानको लागि मात्र त कमाउन त आएको हो नि। देशको चिन्ता कसलाई छ र यहाँ? बोल्नेको पिठो बोक्छ क्या सर? बोल्नेको पिठो बिक्छ नि। हामीलाई त बोल्नै दिँदैन नि। गरिब हो कहाँ बोल्छ? यसले त हामी तपाईँको हामी यहाँ 20 दिनसम्म बस्या हो न। यस्ता कुराहरू बकम फुस्रे कुरा नगर्दा हुन्छ। हामी 20 दिन बस्या हो। दुनियाँले देखाएको छ यहाँ हाम्रो रेकर्ड गएको छ। सिंहदरबारमा पुलिसहरू यहीँ छन्। म कति दिन बस्यो भने थाहा भएको। हामी चाहिँ यहाँनिर एक्लै धर्ना बस्दा चाहिँ हाम्रो चाहिँ सुनिदिने कोही छैन भन्दा त यहाँ अनि बकम फुस्रेहरू चाहिँ आएर यहाँनिर अकुपाई गरेर बसिदिने माइती घर ओरिजिनल पीडितहरू चाहिँ छैन। तपाईँले भन्न खोज्नु उहाँहरूले अनसन बस्न मिल्दैन भन्नुभयो हो? मिल्छ, जायज कुरामा बस्नुपर्छ भन्न खोजेँ मैले। बुझ्नुभयो? पक्षपात गरेर बाँदरलाई मात्र जोगाऊ, गोरुलाई जोगाऊ, कुकुरलाई मात्र होइन, हरेकलाई जोगाउनु पर्छ। हामी